साथीहरू अब के भन्नु है, के कुरा गर्नु, अब के कुरा गरे कुरैको दुःख भने जस्तो केयर पनि कतिको गर्नु, छोराको पनि केयर गर्नै परेछ, बुढोको पनि केयर गर्नै परेछ, उता सासू ससुराको पनि कुरा के अरे केयर गर्नै परेछ। अनि आफ्नो केयर चाहिँ कहिले गर्ने हो, वाक्क लागिसक्यो हो। न आफ्नो यो फेसको केयर गर्न पाएछ, न यो कपाली यो गोजुल्टो सधैँ डल्लाको डल्ला बनाउने, आज मात्रै यसो छोडे जस्तो गरे मात्रै हो, डल्लाको डल्लै हो सधैँ। आफ्नो चाहिँ कहिले केयर गर्ने हो, वाक्क भइसक्नु हो साथीहरू म त। अनि फेरि के भन्ने भने तिम्रो अनुहार त कहिले खुसी हुँदैन, कहिले उज्यालो देखिँदैन भन्ने। उज्यालो कसरी देखाउनु त, बिहानदेखि बेलुकासँग यत्तिकै हो घोट्या घोटे, यत्तिकै हो, यो हात पनि खेलान आँटिसक्यो, घोट्या घोटे छ होइन। सबैलाई केयर गर्दा गर्दै आफ्नो पारा यो बुढी हुने बेला भइसक्यो, कहिले केयर गर्नु हो साथी, वाक्क लागिसक्यो। अनि कहिले खुसी देख्न पाइएन, कहिले अनुहार उज्यालो भएन भन्ने। फेरि मेरो अनुहार त यति उज्यालो छ न त। अनि फेरि भन्न चाहिँ भन्ने के त्यो घरका मान्छेले के भने हो त्यो, आफूलाई त आफ्नो अनुहार उज्यालो जस्तो लाग्छ। अहिले फिल्टर हालेर पो यतिको भयो त, फिल्टर नहाले पनि उज्यालो छ जस्तो लाग्छ हो साथीहरू मेरो अनुहार। के भने हो घरका मान्छेहरूले है, सधैँ अँधेरो देखाएको हुन्छ भने यस्तो उज्यालो फेस छ, दम पर्छ साथीहरू।